सानो यहाँ भिडियो गर्नु मन लागेर गर्दैछु है। अहिले चाहिँ दिउँसोको 2 बजिसकेको छ। यहाँ मैले चाहिँ सब्जी बनाउँदैछु। म चाहिँ ड्युटी गएर आउँदा चाहिँ यहाँ मेरै नन्दाहरूकोमा एकदमै लटरमै फलेको देखेर त्यहीँ केलाई पारेर यहाँनिर धुइधाइ पारेर काटकुट पारेर ल्याएँ। अन्त त्यो यहाँ अहिले मैले सब्जी बसाउँदै गर्दाखेरि चाहिँ सट्टै बसाउँदा चाहिँ मलाई याद आयो कि म भिडियो गर्छु भनेर हो। अहिले त साह्रै सिजन होइन नि त बिको हो। नुन चाहिँ अब चर्को चाहिँ मिठो हुँदैन बिमा हो, कम्ती हाल्छु। एकदम अर्ग्यानिक है बारीको सब्जी। एकछिन ढकनी लगाउँछु म अब। फेरि यहाँ नन्दाको पो ल्याएको यो बी पनि उसले यहाँ फेरि डुकुको अचार र यहाँ के पो आँपको अचार पनि बनाएको छ हो। त्यो पनि लिएर आएको छ। कस्तो दामी छ कि खोर्सानी पनि थियो र चाहिँ मैले आफै झिकेर लिएको। डल्ले खोर्सानी चाहिँ यहाँ आँपको अचारमा मिसाएको छ हो। यो चाहिँ डुकुको साँधेको बोतलमा हालेको अचार। चुला चाहिँ सिलिक्कै पारेर लिपिराख्दैछ आमाले हो। बर्खालाई दाउरा पनि छैन नि हौ हाम्रो यो पालि त। बेलुका चाहिँ आगोमा खान्छु नि त चुला फुकेर। अहिले चाहिँ धमाधम तताउँदैछु मैले। टाइम चाहिँ 2 बजिसकेको छ हो। अन्त यति बेला खाना खानुपर्छ ड्युटीबाट आएर। खोर्सानी फ्राई गरेको छु पिरो खानु मन लागेर। अन्त यो बी भयो हो। त्यो मुसुरी दालमा गुन्द्रुक हालेको आलुको सब्जी छेउमा अलिकति नुन पनि उठ्नु उयो लागेन भने चाहिँ उठ्नुपर्छ भनेर सिधै खाँदा उठ्नु मन लाग्दैन हो। अनि भात चाहिँ यति चाहिँ हेर्नुहोस्। यो चाहिँ हाम्रो चाहिँ बगडा चामल होइन है, अलुवा चामल। म चाहिँ अलुवा चामलै मनपर्छ हौ बगडा भन्दा पनि हो। अन्त रेडी गरेको छु। यो अचार पनि चाहिँ एउटा छ नि सधैँ बनाउँछु नि खाए ल भनेको। तपाईँहरूलाई मनपर्छ पर्दैन, मलाई चाहिँ पुरा मनपर्छ। त्यस्तै हुन्छ है, आफ्नो आफ्नो आँखा आफ्नो आफ्नो अब आफूले इच्छा गरेको कुरै हेर्नु मन लाग्छ नि त है। जसलाई खाना खानु मन लाग्दैन उहाँ दिदीलाई हेरेर खानु तपाईँहरूले सक्नुहुन्छ मजाले। कस्तो मिठो गरेर खान्छ जे पनि हो। अन्त हामी अब बाहिरको त पुरै हेर्छौँ नि त, कोरियनहरूले चाइनिजहरूले। अहिले यो थुप्रै छ है, मुकब्याङ परीहरू भयो, के गुरुङ पनि छ है एकजना। अब उनीहरू त एकदमै अब कहाँ पुगिसकेको है, उनीहरू त एकदमै सेलिब्रिटी नै भनौँ। तर उहाँ दिदीकोमा एकदमै भाइरल भएको छ अहिले। ऊ चाहिँ एकदमै अब यसरी अहिले इन्टरनेटको जमानामा फेसबुक हेर्छ होला होइन। अब त्यस्तो गर्दा चाहिँ म पनि कुछ गर्छु भनेर निस्केको हो नि त। अब अरू त उसले गर्नु सक्दैन। अब एउटा खानु त हामी सधैँ खाइरहन्छौँ नि त। तर उहाँ दिदी पनि पुरा भाइरल भएको छ है अहिले। त्यसको छोराहरूले पनि सपोर्ट गर्छ है, छोरा पनि छ। अन्त त्यस्तै म पनि खाएँ ल भनेको मनपर्छ अब। म पनि खाएँ ल लु। अर्ग्यानिक बी हेर्नुहोस् है। कम्ती भएछ। फ्राई खोर्सानी चाहिँ मिठो लाग्छ मलाई। दाल चाहिँ म जहिले पेलामै पिउँछु। यसरी खानु मनपर्छ हो। जहिले म चाहिँ पेलामै खान्छु। गुन्द्रुक मिठो भएछ। मेन कुरो बिर्सेको न, म त खाँदै। यो चाहिँ डल्ले खोर्सानी आँप चाहिँ एउटा खान्छु। स्टिलबाट हटाउनुपर्छ फेरि। यो अहिले गरम छ कि फेरि डर हुन्छ। अमिलो कुरो स्टिलमा राख्नु बिर्सेछु पो। आँपको अचार हेर्नु न कता एकदमै आफ्नो अचार हुन्छ खानै मन लाग्दैन। फेरि त्यही कुरा आफ्नो छैन, अरूकोमा देखेर खानु मन लाग्छ त्यस्तो। अरूकोमा चाहिँ नुन हाल्नुपर्छ होला। दामी अमिलो अमिलो कुदो रहेछ त। भिडियो गर्दै खाने आदत चाहिँ छैन हो, बिर्सिहाल्छु। आज आइटम बेसी भयो। घरमा दाल भात सब्जी मात्रै थियो हो। नन्दको आँपको अचार हो, डुकुको अचार लिएर पुरै टेस्ट भयो।
यो चाहिँ सरकारले दिइहाल्छ चामल हो, हल्लो चामल। अन्त कतिले मन पराउनु हुँदैन, कतिले खाएको पनि छैन होला। तर हामी चाहिँ खै दुखिया हो क्या के हो, बगरा चामल मनै पर्दैन, पच्दैन। त्यसको मतलब चाहिँ हामी दुखियै हो। राम्रो चामल मन नपराउनु होइन साथीहरू, के कसो है भन्नुहोस् है। अझ मैले पनि खाना खाएको भिडियो गर्नु मन लागेर, यो भिडियो खाना खाएको त भिडियो होइन, मलाई त सब्जी पुरै सब्जीको यो बिफको बनाउनु मन लागेर बनाएको। भात सक्यो मैले हो।